हेलो सबैलाई मेरो दर्शन छ दर्शन छ। आज भने एउटा एकदम रमाइलो कुरा गर्न म उपस्थित भएको छु। साथीहरू हो, मान्छेको जिन्दगी भनेको एकदम जिउनु गाह्रो रहेछ क्या, एकदम जिउनु गाह्रो। सम्झेर ल्याउँदाखेरि एकदम साथ आउँछ भनेको साथ आउँछ। प्रसङ्ग के छ भने नि, हाम्रो धरानको सांसद हर्क सम्पङज्यूले हाम्रो देशको प्रधानमन्त्री बालनज्यूलाई बोल कि बोल भनेर बोल्नु त लगाउनु भयो। बिचरा बाध्यताले बोल्नु पर्यो। यस्तो किसिमको कालो चस्मा लगाएर चट्टसँगले आलोचन रोस्टममा बसेर साथले तरै तरिकाले दिनुभयो क्या। भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। तर गाइस दिनुभयो दरचालले, तर कता दिनुभयो त्यो उहाँलाई नै थाहा छैन। हाम्रो प्रधानमन्त्रीज्यूले के भन्नुपर्ने कसो भन्नुपर्ने साथीले दियो, दरै दियो, आज दरै दियो। मेरो घर मेरो छिमेकीको हो सम्म पनि भन्नु भ्यायो। तर गाइस त्यति भन्दा पनि फेरि कहाँ धर पायो त। जनताहरू बिचरा सुत्नु पर्ने बेलामा बाके जुलुस लगाएर मुर्दाबाद 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 भन्छन्। गाह्रो छ हाम्रो प्रधानमन्त्रीज्यूलाई, गाह्रो छ। नबोलौँ भने अर्कासम्मले घोचिया छ। बोलौँ भने जनता जम्मै रातभरि मुर्दाबाद भनेर हिँडेको छ।